आजको मिसन एउटा ग्यास सिलिन्डर। कुकर बस्यो, आगो आएन। सिलिन्डर लडिरहेछ, अर्कोमा त जारो उम्रिसक्यो। ग्यासको खोजीमा 22 किलोमिटर उपलब्धि, धुलो, धुवा र अनुभव। अनि फाइनल्ली यत्रो यात्रा गरिसकेपछि केरा चाहिँ भेटियो। एनर्जी आयो, ग्यास अझै आएन। पहिले ग्यास सजिलै पाइन्थ्यो, अहिले ग्यास कहाँ पाइन्छ भन्ने सूचना पनि पाइँदैन। ग्यास के खोजी में इधर उधर भटके त्यसैले आजको खोजी अभियान यतिमै स्थगित गरियो। घर फर्कियौँ। सबैको पेटमा मुसा दौडिसकेपछि हामीले भात खाने निदो गर्यौँ। कस्तो आशा आयो भने थेत्रे कस्तो राम्रो लाग्यो क्या मलाई। अब अन्तिम उपाय। हेलो सरकारका सम्पूर्ण लाइनहरू व्यस्त छन्, कृपया केही समयपछि पुनः प्रयास गर्नुहोला। ठुला कुरा गर्न सजिलो रहेछ, देश बदल्ने सपना देख्न पनि सजिलो रहेछ, तर घरको चुलो नबलेसम्म परिवर्तन अधुरै रहेछ।